मेरो छोरोले प्याज उखाल्दैछ है हुन्छ बोक्न मेरो छोरालाई चाहिँ प्याज हेलो नमस्ते स्वागत छ मेरो युट्युब च्यानलमा साथीहरु सन्चै हुनुहुन्छ आशा गर्छु सन्चै हुनुहुन्छ होला म नि सन्चै छु आज चाहिँ हामी प्याजबारीमा आएको छौं यहाँ प्याज उखाल्न भनेर अनि हामी चाहिँ अब गाउँमा आज लास्ट डे हामी आज बस्छौं त्यसपछि भोलिदेखि हामी सबै आफ्नो आफ्नो ठाउँतिर लाग्छौं दिदी बहिनीहरु नि आएको छन् उनीहरु चाहिँ काठमाडौँ जान्छन् भोलि नै म पनि विराटनगर जान्छु त्यही भएर यहाँ प्याज उखाल्दै र मम्मी बुवालाई सघाइदियो रे हामी आफ्नो आफ्नो बाटो लाग्छौं है त आउनुस् कति प्याज फलेछ तपाईहरुलाई नि देखाउँछु है त यहाँ हेर्नुस् है त हाम्रो यहाँ प्याज रोपेको छ अनि यहाँ बुवाले बहिनीले दिदीले उखाल्दै हुनुहुन्छ हाम्रो बारीमा यत्रो प्याज फलेको छ है यो चाहिँ प्याज बोकेर लानलाई ढक्की छ है ढक्की हाम्रो चाहिँ गाउँमा बुवा र मम्मी मात्र बस्नुहुन्छ नि त घरमा अनि मेरो बुवा धेरै नै मेहनती हुनुहुन्छ उहाँ यति बस्न रुचाउनुहुन्न केही न केही गरिराख्नुहुन्छ त्यही भएर नरोप्नु एक्लै हुनुहुन्छ गाह्रो हुन्छ भन्दै नि प्याज टन्नै रोप्नु भएको छ यहाँ मात्र हैन अर्को घर पछाडीको बारीमा नि रोप्नु भएको छ यहाँ नि त्यही भएर हामी चाहिँ अब गइहाल्छौं भनेर यो प्याजहरु चाहिँ उखाल्दै ओडी जाऊँ न भनेर अनि प्याज उखाल्न भनेर आएको छौं है बुवाले आफै बिउ राख्नुहुन्छ नि गयो हुन्छ नि दाना बस्ने बेला यसरी ढाल्दिनु क्या सबैलाई अनि दाना राम्रो बस्छ आधुनिक तरिकाले प्याज रोप्ने तरिका सिकाइदियो बुवालाई जस्तै अब उखाल्ने बेला अब 2-3 महिना भन्दा अगाडि नै हेर्नु कस्तो ठुलो ठुलो फले रहेछ है यसरी उखाल्नु पर्छ प्याज तर ठुलो प्याज भन्दा त सानो प्याजै राम्रो हुन्छ यसरी उखाल्नु फारो हुन्छ हो के कुइदैन त्यो त कुनै चोटीको प्याजै त्यस्तै पर्छ क्या कुइहाल्छ त्यो के मिल्दैन पानीले भिजेको हुन्छ नि त पानी परेर भिजेको हुन्छ नि त एउटा त्यहाँ प्याजको यस्तो जरा रहनु पर्छ त्यो जरा रह्यो पनि कुइदैन उखाल्दाखेरि है पोरको प्याज बेच्नु भयो त नि के गर्नु भयो प्याज बेच्नु भयो बेच्न जेबो बेच मेरो छोरीहरुले लान्छ भन्छ अनि एउटा बोल यसपालि चाहिँ साह्रो छैन हैन ओरी यस्तै ठुलो यतिको थियो पोर त साह्रो छ नि सबै प्याज उखाल्नु कति गाह्रो भएको यसपालि चाहिँ अलि राम्रो भएको बनायो दिदी तर यो त प्याजको दाँतको भन्दा यता चाहिँ रुखहरू लाउनु भएको छ है बुवाले खेतहरू बाँझो छोड्नु भन्दा यसरी रुखहरू रोपेर छोडिदिनु भएको छ गर्ने नि कोही छैन यहाँ हाम्रो त गाउँमा बुवा र मम्मी मात्र बस्नुहुन्छ बुवा पनि बिरामी मम्मी नि बिरामी तर नि मान्छे लाएर गराउनुहुन्छ है आफूले सक्ने गर्नुहुन्छ बाँकी चाहिँ अब मान्छे लगाएर गराउनुहुन्छ यो उयो चाहिँ पोहोर धेरै साह्रो थियो नि यसपालि छैन त्यति त्यही पनि घरबाट आमासित बोडा मागेर मोबाइल चाहिँ राख दिदी आमालाई बोरा दिनु भन है त्यही राखिदेऊ राखिदेऊ न प्याज बोकेर लानु पर्छ नि त बोरा दिनु है आमा भन्नु
अँ आएको बेला मैले भनेको त मम्मीलाई कलै रहेछ त प्याज उखाल्दैछु प्याज ठिक्कको साइज बसेको रहेछ हौ यसपालि है अर्ग्यानिक प्याज अर्ग्यानिक प्याज प्याज अर्ग्यानिकै हो होइन ठुल्ठुलो पार्नलाई मल खादाहरू हाल्छ नि धेरै धेरै हाल्नेले धेरै हाल्छ तर त्यो धेरै हाले पनि कुहिन्छ नि थाहा छ लामो समयसम्म बस्दैन क्या अब बेच्नेलाई त के छ र लामो समयसँग राख्ने होइन तिनीहरूले हाम्रो त 1 वर्षसम्म पनि है त्यति कुहिँदैन है प्याज यसपालि राम्रै रहेछ यतिको ठिक्क छ खुर्पिनी चाहिएको तर ठुल्ठुलो भन्दा सानसानै खान सजिलो क्या हामीहरूलाई त होइन तरकारीमा एउटा हाल्यो ठ्याक्क पुग्छ यो पातको पकौडा पनि बनाएर खाने है यहाँ कस्तो बलि फुलेछ ठुलोलाई त एउटै उयो छाकेर बनाइन्छ यो त छिन्ने पो त एउटा त यता त सबै सुकिसकेको रहेछ त बुवा उखाल्ने बेला त भइसकेको नि सबै होइन आज चाहिँ मेरो रुगा लागेकोले गर्दाखेरि भोइस पनि फरक सुनिराख्नु भएको होला रुगाले पुरै ग्रस्त भएको छु त्यही पनि यसो यो भिडियो एउटा बनाइहालौँ भनेर म भिडियो बनाउँदैछु एक सरी भन्छ नि यो एक लाइनलाई ओखलिसक्नु लाग्यौँ है हामीले यहाँदेखि स्टार्ट गरेर उखाल्दै उखाल्दै उहाँ पुगिसक्नु भयो एउटा सरी सकिन लाग्यो है उखालेर उखालिसक्न लाग्नुभयो है एक साइडबाट चाहिँ अनि सबैको त प्याज अन्त त्यति सजिलो छ गाउँमा बजारमा बसे जस्तो हुन्छ कति मेहनत गर्नुपर्छ हेर्नु त बसेर खाएको बजारमा सबै निस्किन्छ यहाँ न घाम भन्न पाइन्छ न पानी गाउँघरमा कति मेहनत गर्नुहुन्छ ल आज यति नै उखाल्ने हो बुवा साह्रो भएर होला कुनै कुनै ठाउँमा साह्रो छ घाम पनि चड्किसक्यो खुर्पीले उखाल्नु दिदी खुर्पीले थाक्नु भयो यतिमै थाक्नु भयो अहिले बिहानको घाम राम्रो नि त झन् भिटामिन डी प्राप्त हुन्छ अनि त्यही भएर काम गर्ने कालु मकै खाने भालु भने होइन बुवा काम चाहिँ बुवाले गर्नुहुन्छ खाने बेलामा कसले खान्छ हामी मेरो छोरोले प्याज उखाल्दैछ है बाबु बिस्तारै चुट्टिन्छ नि त्यसरी उखाल्ने होइन त एउटा एउटा गरेर उखाल न बिस्तारै पुग्यो ल साथीहरू हामीले चाहिँ आज सबै प्याज उखालिनौँ एउटा सरी मात्र उखाल्यौँ अब चाहिँ यसलाई बोरामा प्याक गरेर घरतिर लान लागेको है यसको त डन्ठी चाहिँ घरमै गएर काट्छौँ हामी यहाँ चाहिँ दिदी र बुवा भएर बोरामा हाल्दै हुनुहुन्छ प्याज
एउटै बोरामा अट्छ क्या हो बोक्न तर भारी हुन्छ एउटै बोरामा दुईटामा मिलाएर हाल्नुपर्छ 3 जनालाई ठिक्क हुन्छ बोक्न भयो खोइ खुर्पीले पस्ने मिलाएर हाल है बाबु अनि भारी हुन्छ नि त्यस्तो छ काँचो प्याज अनि अर्को बोरामा नि हाल्नु म नि बोक्छु अनि बोरामा अर्थ होइन सानो जस्तो बोरा त्यसो ठुलै बोरा यो खनिएर लिएर आउनु पर्यो ल ल इरनलाई चाहिँ त्यो ढकी बोकाइदिए हुन्छ मेरो छोरालाई चाहिँ प्याज बोक्नलाई यसरी के अरे भडिया भन्छ है भडिया होइन भार बनाइदिएको छु यता फर्क न हौ प्याज बोक्ने मान्छे यता फर्क ल तिम्रो लागि ठिक्क वेट भएछ है जाने तिमी लु जाऊ नि त जाऊ हामी पनि आउँछौँ प्याज बोक्दै जाऊ हामी चाहिँ घर आइसक्यौँ है प्याज लिएर यता चाहिँ दिदीले बोकेर आउँदै हुन्छ ढकीमा के भयो झऱ्यो लौ जा समाइदेऊ बाबु न बोक्नु भनेको त सक्छु भन्नु म अनि ल जोगेर राख्नु छिटो दुख्छ तपाईँलाई फेरि टाउको अहिले ल साथीहरू हामीले आज उखालेको प्याज यो चाहिँ अरू यहाँ छ अरू यहाँ बोराभित्र छ अनि अहिले चाहिँ हामी यो गुहालीमा राखिरहेछौँ है गुहाली भनेको थाहा होला नि गाई गोरु बाँध्ने ठाउँलाई गुहाली भन्छ है हाम्रो चाहिँ गाई गोरुहरू केही नि पाले छैन किनकि मम्मी बुवा सक्नुहुन्न खसी बाख्रा मात्र पालेछ अहिले त्यही भएर यो गुहाली चाहिँ खाली भएकोले गर्दाखेरि यहाँ राखेको छौँ है हामीले यता छ हुँदैन बेटा साप कहाँबाट हुन्छ अहिले भर्खर हामीले बोकेर ल्याएको होइन अब यसको यो डाक्ला छ नि यो सबै यसलाई काट्नुपर्छ है यसलाई कट गर्नुपर्छ अनि यहाँ चाहिँ बुवाले प्याज काट्न सुरु गर्नुभयो है प्याज काट्न भने प्याजको डाक्ला काट्न चाहिँ डन्ठी काट्नलाई यसरी काटेर अनि यसलाई घाममा सुकाउनु पर्छ कति 1-2 दिन भयो घाममा सुकाउने होइन त्यस पछाडि धेरै सुकायो भने कुहिन्छ भन्छन् हो 1 दिन मात्र सुकाउने कि यहाँ काट्न सुरु गरिसक्नु भयो अब हामी पनि सघाउँछौँ काट्नलाई हामीले चाहिँ अब प्याज उखालेर ल्याएर पनि काटेर यसरी घाममा सुकाइसकेको छौँ बाँकी प्याज चाहिँ अब उखाल्न जुन छ त्यो चाहिँ बुवाले पछि उखाल्नुहुन्छ हामीले चाहिँ आज यति उखालेर ल्याएर काटेर यसरी घाममा सुकाइदिइसक्यौँ ल हेर्नुहोस् आजको भिडियो चाहिँ यति नै है साथीहरू भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच अनि मेरो च्यानललाई लाइक कमेन्ट अनि सेयर गर्न नबिर्स्नु होला साथै नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नि नबिर्स्नु होला है त साथीहरू यति भन्दै आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु है त